हामी चाहिँ अब तल कान्छा काकाकोमा जान आँटेको मूल घर आइगयो हाम्रो ल गएकै हामी चाहिँ अब हाम्रो फुपू कान्छी फुपू मकै रोप्नु गएको आज तल मकै रोप्नु अलिकति छ रोप्नुको लागि नामा जाने हो ओ यहाँ दोकानमा बस्छु ल अब हाम्रो भरि पनि आउँछ अब हामी मिलेर जानु पर्यो तल मकै सकै रोप्नु छ अलिअलि फुपूको त्यहाँबाट चाहिँ आउनु पर्छ बेलुका फेरि चाहिँ सौदा किन्दैछु अलिअलि बिमारीको लागि यहाँ हाम्रो आफूको दोकान हो आफू चाहिँ यहाँको होटल पनि छ यहाँ रेस्टुरेन्ट चेङ्स रेस्टुरेन्ट घर आइपुग्यो यहाँ काकाकोमा भएर मर्यो आइज भित्र अलिक शीतल गर्नु हो मजाको फुलेछ यहाँ फुल यल्लो यल्लो रहेछ ल कुकुरको नाम मेट्रो हो वाउ कस्तो दामी रहेछ सुन्तलाको बोट हाम्रो काकाहरूकोमा फुल पनि रहेछ साथसाथमै यहाँ चाहिँ प्लान्टहरू रहेछ अब हामी चाहिँ मुई होला खाउँ होइन अलिकति अनि आलु नपकाऊ है त्यसकै सोल्दर र अन्डा खाऊ तपाईँ खाजा खाने हो त थोड़ा खाना परेगा ल बनाऊँ त्यसो भए आज यहाँ त गरम त बहुत है तो डब्बामा अन्डाहरू हुन्छ डब्बा फर्स्ट टाइम आएको जस्तै हुन्छ अर्कोको घरमा पसेको यहाँनिर के पकाएछ हाम्रो चिचीले सब्जी चाहिँ बिहान आलुको झोल रहेछ खाना रहेछ मुई कहाँबाट लिएको हो कि अलिकति दाउरा ओसार्नु त्यतिखेर लगेको ए सानो कुकर है आज चुलोमा आज म भन्छे हो कान्छा दाजुकोमा सब्जी चाहिँ मुईकै सोल्दर खाउँ है आज नखा कति भयो मुईको सोल्दर र अन्डा मिल्छ है खाइदिउँ न अलिअलि खाजा त्यो सङ्मित र अङ्मितलाई ठिकै हुन्छ खाजा अस्ति तर छिजीलाई अन्डाको झोल बनाइदिएको थियो मिठो लाग्यो झोल उसिनेर दामी बनाएको थियो मिठो उयो गुन्द्रुक हो कि फापर होइन अनि उयो फापर पो रहेछ त यहाँ त यहाँ ऊ डिब्बाको हेरौँ ल तिते फापर छिसीले कहाँबाट ल्याउँछ क्या फापरहरू अब हामी चाहिँ खाना खानु आँटेको खाजा यहाँ बिमारीहरू नआएको हामी आफै पो मजाले खाँदैछौँ अन्डाको झोल लप्सीको अचार मेरो माम सब्जी पाक्यो माम पनि एक सिटी आज टक्कै लाग्यो ठिक्कै ग्यास दिएको नि सकिदिएको नि ग्यास सिलिन्डर टक्कै सिक्नु गऱ्यो होइन आधा पिल्टो चाहिँ भएन ग्यास बनाउँदा चुलै ठिक हो घरमा नआउँछ चुलोमा पर्छ नि घरमा त मौसम अहिले त यतिको के जुन जिल्लामा कस्तो गरम हुन्छ छराको थिएन अनिले मकै एक एकपट्टि रोप्यो भने चाहिँ उयो हुन्छ सजिलो हुन्छ नि अलिक टाढो टाढो रोप्नुपर्छ नि सजिलोको लागि
बाक्लो नरोप है। अब भोलि पर्सि माथि ढोक्सिङदेखिको मकै खाने यहाँ आउनु पर्ने सिंगादोङसा गरममा अगस्त सेप्टेम्बर। मैले यसपालि मकै छराको दामी उम्रेको छ। तीको पुरा बाक्लो भएछ। मैदान चाहिँ यसपालि कसले रोप्यो? मैदान त नामाले आधी चाहिँ मैले त्यही मैदानमै मजाले स्याहारे मकै कम त आउँदैन त्यही 2-3 थोको पो हुन्छ त त्यो मकै। सुन्दै थियो त लो चिची गएको हामी चाहिँ बिमारी मान्छे हेर्न आएको भात सात खाएर। हेलो हेलो भन्दा सुने भनेको होइन? सुने। उयो एकखेप चाहिँ हेलो भनेको सुने होइन? त्यहाँदेखि चाहिँ सुनेन राम्रो। फेरि काटेर मैले गरेको। चिया खाएर त के अगायो म उयो भयो नि हर त्यो नुन चर्को लगेर चिया खाएको। के लाने?